नमस्ते। वेल आजबाट नयाँ किसिमले तपाईँहरूको सामु उपस्थित भएको छु। कार्यक्रमको नाम राखेको छु मैले सिली पोइन्ट विथ सुदिन पोखरेल, जहाँ चाहिँ अवश्य पनि म सिली कुरा गर्ने छैन। I'm gonna talk about नेपाली स्पोर्ट्स, नितान्त नेपाली खेलकुदको लागि यो कार्यक्रम बनाएको हुँ। केही वर्षदेखि तपाईँले मलाई गाडीमा बसेर यसो क्रिकेट, फुटबल, समग्र नेपाली खेलकुदको बारेमा कुरा गरेको सुन्नुहुन्थ्यो। अब एउटा प्रपर स्टुडियो बनाएको छु, बिस्तारै बिस्तारै अगाडि बढाउनेछु। र यो पहिलो एपिसोड मेरो लागि किन ऐतिहासिक हुनेछ भन्दाखेरि नेपालले ऐतिहासिक जित हात पारेको छ। हिस्ट्री बोकेको टिम वेस्ट इन्डिजलाई नेपालले पहिलो टी20 इन्टरनेसनल जुन शारजामा भइरहेको छ, 3वटा टी20 सिरिज भइरहेको छ, त्यसमा पहिलो म्याच नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको छ। वेल प्लेड टिम नेपाल, सबैजनालाई धेरै धेरै बधाई छ सम्पूर्ण नेपाली दर्शकहरू जो त्यहाँ पुग्नु भएको थियो र हामी क्रिकेट समर्थकहरूलाई। अब हिजोको म्याचको बारेमा यसो लेखाजोखा गरौँ। सुरुमा स्कोर कार्ड हेरौँ। नेपालले सुरुमा ब्याटिङ गरेर 148 रन बनायो। नेपालको लागि टप स्कोरर रोहित कुमार पौडेल क्याप्टन 38 रन, कुशल मल्ल 30 रन, सानो क्यामियो रोल खेलेका थिए गुलसन झाले 22 रन र दिपेन्द्र सिंह ओइरीले 17 रन बनाएका छन्। वेस्ट इन्डिजको लागि जेसन होल्डरले 4 विकेट लिए। कन्सर्नको विषय नेपालको लागि ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखको फर्म। किन कन्सर्नको विषय हो भन्दाखेरि यो एउटा यस्तो इम्पोर्टेन्ट सिरिज हो नेपालको लागि जहाँ चाहिँ हाम्रा टप एन्डका खेलाडीहरूले पर्फर्म गर्न जरुरी छ, जसमा कुशल भुर्तेल, आसिफ शेख, क्याप्टन रोहित कुमार पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ओइरी पर्दछन्। यिनीहरू टप एन्डका खेलाडी हुन् हाम्रो अहिलेसम्मका वान अफ द बेस्ट प्लेयर्स। कुनै पनि स्पोर्ट्समा तीनटा कुरा हुन्छ के, खेलाडीमा पोटेन्सियल हुन्छ, म्याच प्र्याक्टिस पाएको हुन्छ र उमा एक्सपिरियन्स हुन्छ। तर जब उसले रेस्पोन्सिबल भएर क्रिकेट खेल्दैन अथवा कुनै पनि खेल खेल्दैन, त्यसको प्रत्यक्ष असर उसको करियर र टिममा जान्छ। मैले जति पनि खेलाडीहरूको नाम लिए, ल सुरुमा कुशल र आसिफको कुरा गरौँ। एक्सपिरियन्स छ, पोटेन्सियल छन्, जुन किसिमको पोटेन्सियल बोकेका विस्फोटक खेलाडीहरू हुन् यिनी दुवैजना। यिनीहरूले अलिकति रेस्पोन्सिबल भएर खेल्नु जरुरी छ नेपाली क्रिकेटको लङ रनको लागि, उनीहरूको करियरको लङ रनको लागि पनि। त्यसैले अलिकति रेस्पोन्सिबल भएर खेलिदिनुहोस्, किनभने ओपनिङ पेयरको यस्तो महत्त्वपूर्ण भूमिका हुन्छ टोटल बनाउन र टोटल चेज गर्न। किन भन्दाखेरि उनीहरूले एउटा सेट फर्म गरेपछि त्यसपछिका ब्याट्सम्यानहरू प्रेसरमा पर्दैन। यदि उनीहरूले गैर जिम्मेवार ढङ्गले सर्टहरू खेल्यो भने, गैर जिम्मेवार ढङ्गले सर्ट खेलेर आउट भयो भने त्यसपछिका आउने खेलाडीहरूलाई प्रेसर पर्दछ। हिजो कुशल भुर्तेल र आसिफ शेखको सर्टहरू हेर्नुहोस्। मैले अघि पनि भने पोटेन्सियल छ, एक्सपिरियन्स छ, म्याच प्र्याक्टिस टन्नै छ, तर रेस्पोन्सिबल भएर खेलेन। त्यसपछि क्याप्टन रोहित कुमार पौडेल र कुशल मल्ल बीच राम्रो पार्टनरसिप भयो। वेल डन। कुशल मल्ल मैले प्लेइङ 11मा पनि उनलाई राखेका थिएँ। उनी एकदम पोटेन्सियल बोकेका खेलाडी हुन्, स्पेसली टी20 क्रिकेटको लागि। उनको एउटा आर्ट छ, त्यो आर्टमा पाएको बललाई उनले राम्रो हिट गर्छन् र हिजो 1 रन 2 रन पनि लिएको देखियो। तर त्यही हो के रेस्पोन्सिबिलिटी। अलिकति रेस्पोन्सिबल भएर हिजो यिनीहरू दुईजनाले खेलेको भए, जुन सर्ट खेलेर आउट भए, अझै राम्रो 148 रन टी20मा नट अ गुड स्कोर। त्यसैले गर्दाखेरि रेस्पोन्सिबिलिटी लिएर खेल्नु जरुरी छ। अब अर्का मलाई एकदम चिन्ता लागेको खेलाडी हो दिपेन्द्र सिंह ओइरी। हाम्रा नयाँ कोच स्टुअर्ट लले पनि उनको मात्रै कुरा गर्छन्, किनभने उनीमा त्यो क्षमता छ, तर उनले उनी जुन क्षमता बोकेका खेलाडी हुन् त्यो देखाउन सकेका छैनन्। फेरि त्यही कुरा आउँछ, रेस्पोन्सिबिलिटी। यदि रेस्पोन्सिबल भएर खेले भने राम्रो गर्नेछ। अब 149 रनको लक्ष्य लिएर उत्रेको वेस्ट इन्डिजलाई नेपाली बलरहरूले राम्रैसँग डिफेन्ड गरे। 148 रनको स्कोर, 149 को टोटल। अब सबैले एक एक विकेट लिए। क्याप्टन रोहित कुमार पौडेलले पनि विकेट लिए, दिपेन्द्र सिंह ओइरी, करण केसी, नन्दन झा र आई एम रियली इम्प्रेस बाई ललित राजवंशीको बोलिङ। कुशल भुर्तेल हाइएस्ट विकेट टेकर भए। यदि नेपालले, जस्तै मैले अघिदेखि दोहोऱ्याइरहेको कुरा, यदि हाम्रो खेलाडीहरूले स्पेसली हाम्रा ब्याटर्सहरूले अलिकति रेस्पोन्सिबल भएर क्रिकेट खेले भने, मार्क माई वर्ड्स, यो सिरिज नेपालले 3-0ले जित्न सक्ने चान्सेस एकदमै धेरै छ।
त्यसैले अपेक्षा गरौँ सबैले राम्रो क्रिकेट खेल्नेछन्, किनभने यो एउटा एकदम महत्त्वपूर्ण सिरिज हो। यसपछि हामी जुन किसिमको अरू म्याचेसहरू खेल्दैछौँ त्यसलाई एउटा कन्फिडेन्ट बुस्ट गर्नको लागि एकदम राम्रो हुन्छ, किनभने वी आर प्लेइङ अगेन्स्ट वेस्ट इन्डिज। त्यसैले अल द बेस्ट भन्न चाहन्छु हाम्रा सम्पूर्ण खेलाडीहरूलाई, क्याप्टनलाई र हाम्रो कोचलाई। फेरि कार्यक्रमको कुरा गर्दाखेरि निरन्तर रूपमा अब खेल सामग्री नै लिएर तपाईँहरूको सामु आउनेछु। तपाईँहरूको फिडब्याक कमेन्ट्सहरू प्लिज मलाई दिनुहोला, भनिदिनुहोस् होला। हाम्रा स्पोन्सर्सहरूको लागि धेरै धेरै धन्यवाद। अहिले एउटा मात्रै स्पोन्सर छ हाम्रो, उहाँहरूलाई धेरै धेरै धन्यवाद। यदि तपाईँहरूलाई पनि इफ यु वान्ट टु बी पार्ट अफ दिस सो लेट मी नो, मलाई इमेल पठाउन सक्नुहुन्छ sudinpokhrel@gmail.com SUDINPOKHAREL@gmail.com। म सधैँ भन्छु जय खेल जय खेलाडी। नमस्ते।